ल मलाई त नेवारी आउनु है फेरि राम्रोसँग मतलब बोल्दाखेरि मलाई नि आउँदैन नि तर यस्तो के नेपाली कुरा गरिसकेपछि नेवारी बोल्नै सक्दैन कि सुरुमा नेवारी बोल्यो भने चाहिँ सक्छु अब नेपाली बोलिसकेपछि झन् सक्दैन अब साँच्चै चिसो रहेछ यहाँ ल धेरै चिसो जोजलपा आन्टी नमस्ते सुधा हाल खबर ठिक छु गेजा चौधो क्यानबेरा यो लाइफस्टाइल एकदमै रमाइलो जजाउनु चिसो नाभा सोया भन्छ चिको नाभा गर्नु भइदियो सिडनी कि क्यानबेरा उयो ख हजुर नाभा ला सिटी जुल अन्न रमाइलो जो आ भन्छ सिटी न भन्छ 8 घण्टा टापाको सुधा उठासेले आज टेलर राउट न्याउने मन्दिर न हजुर पार्क न ले आलोचना शपिङ मल न भन्ने जिरगा ढाडु एकदमै खुसी जजाउनु गा शपिङ मन लाइ कि लाइ मुख्तलिफ छ मसो गजिला 4 महिना दनी चुन्यो हजुर 4 महिना भित्र लासा यो शपिङ वने शपिङ मना यो दुरुन्याना उद्घाटन याना दुरुन्याना एदा मतलब चुल्यो चिच्या त न्यु अस्ति चाहिँ के भयो भन्दाखेरि म जानु भ्याइन त्यो अब म म्याटर्निटी लिभमै हुँदाखेरि अनि दुध सक्यो दुध सक्यो त्यो बेलामा चाहिँ अर्को गाडी लिएको थिएन हामीले अनि प्रजिन अब अफिस गयो अनि अब गाडी छैन कसरी जाने होइन अनि 2 दिनसम्म बिचरा दुधवाला चिया खानु पाएन ए त्यही भएर के भने शपिङ गर्छु दुध लिएर आउँछु अनि मलाई नानो ठाउँ गर्न डु जीवनै वे पस नेपाल जस्तो होइन तलै दूर गएर दुध लिन जानलाई भनेर भन्यो कि होइन यहाँ जान पाउँछ दूर यहाँ बसेको भए यहाँबाट त हाम्रो 5 मिनट मात्र हुन्छ शपिङ सेन्टर यहाँ दूर जान पाउँछ त्यहाँ चाहिँ अब गाडीबाट 4 मिनट्स ड्राइभ भयो तर हिँडेर जाँदाखेरि त अलमोस्ट आधी घन्टा 20 मिनट्स त लाग्छ नै जानु पर्यो आउनु पर्यो गरेर त गाह्रो भयो नि त अनि त्यही भएर भन्नुभएको अनि त्यहाँ सपिङ मल बन्छ भनेपछि चाहिँ एक्सट्रिमली भनेको मात्र होला आजले दुध किन्छु भनेर अरू के किन्ने विचार थियो होला सुरुमा दुध मनमा राखे होइन चाहिने जति त सामान किनेर ल्याउनै पर्यो नि तर हाली पावेले यहाँ दैगा अनि यहाँ पसा भन्ने अब कि छुन्या विचार छुन्या मासु खेल्छ नेपाल नाचो सुदै गे दर त को दैनी शपिङ सेन्टर होला कस्मेटिक प्रोडक्ट यो होला कि लन्या यो होला कि लाका ब्याग वेला मेन लाका ब्यागै बिखाउने नि ख लाकाको ब्याग अले जी कस्मेटिक दक्ले मा लिपस्टिक जुल यहाँ लिपस्टिक गुल्दाको खुया त लगाएन खुयाले लगाया म्याना बिबर यताको बाला सर म्याना एकदमै माया द माया सो माउको न्याना हैबिया तनु एकदमै माया जो तर्फन एकदमै माया उही तर्फन एकदमै माया तिमी मा म्या थिएन क तर पासा थिएन खसेरिङ नजी एकदमै खन सेरिङ जी एकदमै माया दो साथसाथै आज ज्वाइ त्यामला ज्वाइ मुखो क्या बराबर क द एकदम माया जिना एकदमै माया न एकदमै माया न जिपी 3 जना धाना 4 जना परिवार जुल एकदमै खुसी हाँसी न बिते जाउँदो अब यो झन्ने 8 महिना देर ल 8 महिना उला पत्ता लगे मजोगा 8 जना मचा दया न जम बिजी जुल 8 दिन दे लगे जाउँदो गा आला सो 4 महिना जको दने गायमा गा यो कोही सबै यहाँ मिले दुसला यो कोही जिन्दगा गेना तोटा बन्यो त्यही थिए एकदमै भतिजा भावुक जाउँदो गा अब हुन्छ भावुक म त नि 4 महिना ढैला यो टाइम खरे नि हजुर नि 4 महिना म चाहिँ गेयो ख ज्याउने माला थाउले एकदमै लाइफ आयो क यहाँ नाना यही नि लाइफ स्टाइल एकदमै धन पछि थाको टाइम जब म्यानेज जुल्की अथे जावनी का टाइम मरो एजोली एकदम आयो भने चाहिँ भतिजा भावुक जाउँदो गा जिपी दाइ धोने छु एला छ एकदमै आकन जुल अञ्चन जनता छिमेकी बिजुल एकदमै मिलेजो नेपाल थे लगेजो गमले हान्या ठाउँमा चाहिँ नेपाली त होला नेपाली बसले हुने है नेपाली नापलाई नेपाली को दुन साथ अन क्यानबेरा नेपाली धेरै नै नेपाली थे टोल डको नेपाली जुल अन्न अहिले नेपाली थे लगेजो गर हजुर हजुर अल क्यानबेरा गन चाहिदा दिले आठो पाली बेबलेला कमे जुल नापाई पाली जाइनि दको बोल्न चाहिले सामसुट भवन हजुर अले वो साइड आर्बिटोरियम आर्बिटोरियम वार मेमोरियल अले वो टेवा छापे थाहा जुल क्वाइन अले फ्लोरेट
फ्लोरियड त अब यो सेप्टेम्बर अक्टोबरतिर हुन्छ अक्टोबर सेप्टेम्बर त्यो पनि ठ्याक्कै परेको थियो लास्ट टाइम आउँदाखेरि चाइल्ड क्यानबेरा अहिले सिडनी अपेरा हाउस हजुर अहिले पार्लामेन्ट हाउसले ठुकिएजुले पार्लियामेन्ट त यता भयो अहिले 5 तले मन्दिर त्यहाँ छोराले सिडनी पाँचतले मन्दिर सिडनी बनाएकोले चाहिँ पहिला ए नान्टेन नान्टेन टेम्पल त्यो अन द वे त्यो भएर गएको भएर मम्मीलाई त्यस्तै भयो होला के छ भनेर सोचिरहेको सिडनीमा मन्दिरै छैन भनेर सिडनी जाइएको छ पहिला चाहिँ धेरै नै मजाले घुम्न पायो अब अहिले त अलि रिस्ट्रिक्सन जस्तो पनि भयो बच्चा सानै छ फेरि त्यसपछि विन्टर स्टार्ट भयो हजुर अनि त्यस्तो काहीँ पनि एकदमै चिसो होला तपाईँलाई त नेपालको कम्पेयरमा यहाँ त एकदमै चिसो गयो चिकु जिल्लाको गयो चिकु नानी अनि फेरि कहीँ जाउँ भनेर भन्दाखेरि पनि गयो चिकुसोमा भनेर भन्ने चिसो नि त अनि फेरि विन्टरमा त चिसो हुने नै भयो नेपालमा नि चिसो छ नि विन्टरमा त नेपालले चिसो जान हावाहुरी चाहिँ गइम कुन नेपाल चाहिँ मजा टुवागा कुवागा ठन्ला नेपाल टुवा सानो खाउँ फेरि पिने चुने म पठाएँ जिउगा सिके चिकु कारण फोरेन फरेस्ट गए नि हुन्छ नि त्यो अघि भर्खरै नाम लिइरहेको थिएँ अब अलिकति यो अगस्त सेप्टेम्बरतिर जानु पर्ला अलिकति त्यो हुँदैन त्यो बेला त त्यहाँ केही पनि हुँदैन फेरि प्योर त्यो चाहिँ आर्टिफिसियल स्नो राखेको हुन्छ क्या त्यहाँ त्यहाँ मैले आल्पाइन फरेस्ट सोचिरहेँ मैले तपाईँले कोरिन फरेस्ट त यहाँबाट 30 मिनट्स मात्र ड्राइभ हो नि होइन त्यहाँ त गएको छैन अल्पाइन फरेस्ट चाहिँ अलि टाढै नै भयो तर धेरै चिसो पनि भयो त्यहाँ चाहिँ अब अलिकति यस्तै आज जस्तो सनी डे पिक गरेर जानु पर्ला त्यहाँसम्म त गए पनि सजिलै हुन्छ स्नो पनि देख्छ नि त त्यहाँ गएर नापाई पालेलाई स्नो माउन्टेन न चाहियो स्नो माउन्टेन एकदमै खुसी लाग्यो सिटनौला चुने मगाएको गा प्रोबेबली मम्मीलाई यता आउँदाखेरि सबसे मेमोरेबल र सबसे रमाइलो चाहिँ त्यही नै भन्नु होला के रमाइलो हिउँनी नेपालीले नेपालमा म पनि त हिउँ थन्वास होला नेपाली उल्मुसी नेपालीले त्यस्तो हिउँ जान्दैन नि नेपाली भीमसेन वनले अनवनले भुटी भुटीजको हिउँ खनाउजुल आठनलाई एकदमै हिउँ यको खाउले एकदमै खुसी लाग्यो ओला नेपाली धाउज खछु नेपालले माउन्टेन खुबै मर्ने छ जान्दैन नि त्यो ट्रेन नै नभएको छ कि अहिले त धेरै नै जान्छ पहिला त अब जाने भनेर भन्यो भने हे पर्दैन ग्याम्पु थियो यो भन्छ नि त जानै दिँदैन नि हामीलाई नै जान दिँदैन आइपी बरेम त भटेछ प्रायोरिटी बिउ दुनी खबे पनि उनी मख मुछिपी रगादैन छैतै दुनी यो कोठाला मखो अन्न कान्छोबे मन त अचम्म दिएछु माउन्टेनै महनी नेपालमा गयो थाइ उनी कहाँबाट भन्दाखेरि नेपालबाट हुन्छ माउन्ट एभरेस्ट चढ्यो भन्छ माउन्ट एभरेस्ट के कुनै पनि माउन्टेनै देखेको छैन कि अहिले बेस क्याम्प कुनै पनि माउन्टेनै देखेको छैन कि मैले त अझ लिटरली गनवै मर्ने छु जिल्ला झन् हिमालय थन्वाए पनि खुवाउने हिमालय पोखरा वनले ख मगला पोखरा वनले गणेश हिमाल बिमे ख तर हिउँ चाहिँ मखंगा छौ नि नेपालले विन्टर जग्गा वनि उठाएको छ नजिकै दामन फुलचोकी अन्ना ठाडे वनले न हिउँ मोरगा मोही टाइमे उनको हिउँदै घाटा हो गयो तन्न नि बाटो इबोको अबलेलाई हिउँ छप्टे म अहिले जिबी जुन उली तापान मजुजा धेरै जाने पहिला कालिम्पोङ जुल हिउँै मरुगा जिबी गयो बोले अहिले भटी त ढुम्म जुया बाबाले भटी छप्टी निप्टी भटी हिउँ चाहिँ झरिया जोगा उले चाहिँ खन होगा अनि लास्ट टाइम जाँदाखेरि एकदम सन्नी डे एकदम रमाइलो पनि थियो अनि त्यसपछि पुरा नै अब त्यो हिउँ माथिदेखि तलसम्म त्यो रोडदेखि नै मजाले देख्दाखेरि अनि एकदम खुसी माउन्टेन त अब बच्चा छ अलि गाह्रै हुन्छ यो पालि चाहिँ त कोरिन फरेस्टसम्म मात्र गए पनि रमाइलो हुन्छ नजिक छ नि त यहाँबाट त धेरै नजिक छ ठोपालीलाई आम त डोल्ने भजा चाहियो कमै जो आम त सुयमाल्ने यो म चाहिँ स्वास्थ्य सुयमाल्ने आछिरा चाहियो फेरि एकदमै एक्सट्रिमली चिसो छ त्यसलाई बाहिर लानलाई चाहिँ गाह्रै छ आछिला चाहियो डेडो आम त भजा भर्के जल्दी पनि गाह्रो घाटा हो अनि तर नेपाल बन्यो कि दुबई बन्यो ले सका आजी नेपालै हुने भिजा हैन अच्छा दुबई बन्यो मुक्तला दुबई लिपा हुन्यो नेपाल अन्डु दुबई हुन्यो पहिला नेपाल गएर छिना 50 सुयमाले नि त्यसपछि प्रब्ली 2-3 महिना पछि फेरि जान्छ होला यता कहिले आउने त अब 6 महिना दिपा 6 महिना त ग्यापै हुनु पर्यो नि हैन फेरि 6 महिना दिपा भएपछि समय नगेर है झिसा ध्यान मुज्यो
जिसो प्लान याद केला वे अनुसार जे प्लान लफ तर समय वे मासा वे न्याने कि माला न गुगुला थन न्यान्या दाइ मला अले अन्ठ्यांका मा दाइपिन यो को खज वे छा मस्ते लागि वे न्यागा हामी आयो लागि छे आज होइन ल मुखला म लागि चाहिँ नि आ छेन्जे पालेन आसुङके ख मुखला हेजुल नि आ अनुसुङको जिउसता जिवया मजा सोइबोसा एम त भतिजा अफि नि वला अफ कोर्स लाइक पैसा पाउँदै नि वे नै मास्ते होगा मासु ठीक छ गुल्ली स्याला गुल्ली खन्छ थन्छ वे काका दाइ मला अलि नेपाल ठ्याङ्का र मा दाइपिन गुल्ली जना खन्छ मजुगा माइपुसन थन टाइम पास मजुल गारे जुल दाइपिन यो को नापा भएबले एकदमै रमाइलो नापा 1.5 महिना लाग्यो यो ग्रेजुएसन लागि भयो फर्स्ट चुराउनु भयो जुल मुला अस्ट्रेलिया हुन मस्त अस्ट्रेलिया हुन र गादल दुबईला जे बोल्नु न मलाई दुबईला बोल्नु न अस्ट्रेलिया वे न्यो जे दुबईला बना वेर्न ऐसा ना अस्ट्रेलिया भए छुट्टै एकै मस्त झिका नेपालमा एकै मस्त थन हो जने अस्ट्रेलिया रा गेजी सात समुद्र पारेन भने मार्गा थाइला गेजी यारका एकदमै खुसी या भयो जे ता सोचेन उठे जुल सोचेन उठे जुल एकदमै खुसी जया भया दुबई रमाइलो कि अस्ट्रेलिया रमाइलोले खासला त दुबई रमाइलो गा ए अस्ट्रेलिया चाहिँ दुबई रमाइलो हुन्छ दुबई रमाइलो गा अना त दरो बिल्डिङ द जुल मुखला हजुर अहिले अनेसी के 24/7 नै रन हुने भयो त्यहाँ चाहिँ अब यता त 4 बजे नै सबै भयो अब यता यस्तो एउटा फनी इन्सिडेन्ट सायद फ्राइडे हो कि थर्सडे यहाँ त कहिले फ्राइडे खोल्ने भयो क्यानाडामा चाहिँ थर्सडे भयो अनि फ्राइडे चाहिँ एकदम हतार गरेको थिएँ कि मैले आज चाहिँ ढिलासम्म पसल खोल्छ भनेर अनि किन त्यस्तो हतार गरिरहेको हो भनेर भने पसल बन्द हुन्छ 5 बजे भयो विदेश त अस्ट्रेलिया हो 5 बजे पसल बन्द दुबईले 3 बजे तक मस्त बन्छ नि मले अमेरिका इमसन ए हाल्छ छ्या चाहिँ थरी याको पसल बन्द ए मन त पसल वइ चोकि देख्देको पसल बन्द छाया त्यही त अरे नि या कन्ट्रीको रुलै त्यस्तो भनौँ न हैन देश अनुसार नियम लाइफस्टाइल चाहिँ एकदमै फरक उता र यताको त्यो चाहिँ एकदमै फरक एकदम थन ज्या वन किला बनि गएर छुइ गया मालिम पसल बने खनि मक्का सदको बन्द जुइएर दुबईले फर्स्ट एन जुल फर्स्ट पल दुबई उनो ज्याद अन रमाइलो ताउन ट्याम अनि फेरि ठन्न रमाइलो यहाँ त ठुलो बिल्डिङहरु त्यस्तो सबै हेर्नलाई सिटी नै जानु पर्यो अरु ठाउँमा सबै अब त्यो एक तल्ले दुई तल्ले घरमा भयो अनि पछि केही देखायो भने नि मम्मी ल यो भने ए एक्साइटमेन्ट भएन अब त्यो बीच देखेपछि चाहिँ हुन्छ होला नि यहाँको बीचहरु त एकदमै राम्रो छ ओपेरा हाउस यो गेचना आमचनामले फेरि रमाइलो फेरि चनामले के रमाइलो जोगा त्यहाँ जाँदाखेरि मात्र अलिकति हो सबैले राम्रो भनेकै त्यही त हो नि लाइफस्टाइल र बीचहरु मात्रै त हो नि अरु एट्र्याक्सनहरु त खासै केही छैन नि त्यही त अनि त्यो चाहिँ सबै दुबईमा अब एक्सपिरियन्स गरेर आइसकेको भएन अब त्यो त्यहाँ त यस्तो गरेर हेर्नुपर्ने यहाँ त लिटर छँदै छैन त्यस्तो अनि केही बिल्डिङ सिल्डिङ यताउति देखायो भन्यो भने नि के हुने दुबई मले वाटर डान्स सोएर सिके रमाइलो गला एकदमै रमाइलो एकदमै आनन्दका त्यहाँको त एक्सट्रिमै छ त्यो अनि रमाइलो जिमाउना नि दुबई हाउस एकचोटि चाहिँ जानै भन्ने ठाउँ सबैले त्यस्तै भन्छ एकचोटि जानै पनि ठाउँ भन्छ त्यो मेरो छौछु झिएको वनो हो कता ठेको जोपटी मन अब समुद्र दिएको ए पाम आइल्यान्ड हेर्न दिएको त जुन हेरे पनि त्यो सिटीमा मात्र रमाइलो जस्तो छ त्यो रेसिडेन्शियल एरियाहरु त राम्रो छैन जस्तो लाग्छ फेरि रेसिडेन्शियल एरियाहरु चाहिँ अब नर्मलमा हामी जस्तै त्यस्तै नै हो सबैजना मान्छे आउने जाने बस्ने खाने तर पनि अब हाई रेज बिल्डिङहरु नै भइहाल्यो अनि पसलहरु पनि 12-1 बजेसम्म 2 बजेसम्म उत्तिकै मान्छेहरु आउने जाने पनि दुबई त फेरि नाइट लाइफलाई नै पपुलर छ जस्तो लाग्छ त्यहाँ है अस्ट्रेलिया त छैन त्यस्तो केही पनि नै अब त्यो फ्राइडे एउटा भयो यहाँ त झनै 8 बजे भन्छ 7:30 मा बन्द गरिसक्या हुन्छ किचन क्लोज भन्छ खानालाई पनि यो एउटा हास बन्द हुन्न सुन्यो यो बन्द छ अब लन्च गर्नलाई पनि 2 बजे त बन्द हुन्छ एक लेट भए 1 बजे त जानु पर्यो त्यो पनि अब के खाने भने छिटो अर्डर गरेर गर्नु पर्यो
अनि अस्ति पनि बाबुको फलोअप थियो अनि त्यो बेलामा जाँदाखेरि पनि अब बाबुलाई चल्ला यताउति गर्दा ढिला भयो अनि फलोअप सकाएर जाँदाखेरि अनि तिमीले अस्ति मलाई कहाँ अस्ति त्यो कोरियनमा जाऊँ भनेर भनेको थिएँ अनि बन्द भयो अनि तिमीले अस्ति कहाँ लान्छु भनेको थिएँ नि त्यहाँ जाऊँ न त भनेर आज पनि त्यो बन्दैछ 5 बजेपछि मात्रै खोल्छ भनेर भने न बन्द याद मनु वसाए मन पसटी तेल ढ्या छोइ बित पोछो भतिजा सुकुमरो तिम्रो प्लाने त न मजो होला ख त्यो कुरा चाहिँ जे पनि पर्टिकुलरली हुन्छ नि त्यो गर्ने नै भनेर जानु पर्ने त्यस्तो कि यहाँ चाहिँ हामीलाई चाहिँ अब युज टु भएकोले यति बजे क्लोज भन्ने जस्तो हुन्छ अनि बाहिरबाट आएकोहरूलाई चाहिँ मान्छे आउँदा पनि किन बन्द गर्ने त भन्ने चाहिँ क्वेसन हुन्छ निनेला बिजी जुइ नि मुला मनो तल वया मनान्छ नि सिटी मुला बन्द जुइ मुला मनो वेको वेको न छ्या बन्द याओ निने न ए बन्द या न शनिबार आइतबार बनी झुल्की चाहिँ टिभाइको बिमान्छ अनि वो छम्मनु उपति इन्कम वो जायमेस त तलब बिते गाइम खोज्यो फाइदा मरुका एज बिहान भन्दै छ सोचे नाम मजले वो खास थने स्यालेरी रेट चाहिँ एकदम हाई हुन्छ मेखा कन्ट्री थेमको अहिले एज बिहान बन्दै कारण वान अफ द रिजन चाहिँ हुन सक्छ अब बाहिरबाट आउनेहरूलाई थाहा हुँदैन नि त यस्तो कुरा छम्नीमा मनु वया बिजनेस चले जहाँ गाइएमा खोज्यो थाहा चाहिँ यो छ के सोचे नाम मजले हो छतै नियम दैने होला कारण दैने आन्टी वया थाना चाहिँ छु गुठी छु प्रोग्रामै मैले नि थिएछ होला छैन लास्ट टाइम आउँदाखेरि पनि त्यस्तो केही थिएन यो कुनै कुमासागर प्रोग्राम बोले बाला तर त्यो त अब हाम्रोबाट चाहिँ केही नै गर्न पाएको छैन है नेपाली सोया गेरे हवा पचा कमे रमाइलो गा रमाइलो जुल अबले आफ्नो कुमासा चिकु टाइम न जुल बनाउने का नेपाली वो बस्नु पर्यो छुट्टै रमाइलो जियो मलाई ओलममा जाउँ गा रमाइलो थाना छुट्टै रमाइलो यहाँ त मान्छे नै कम हुन्छ ग्राउन्ड सिक्कट र मनु कमजोर थाना क्यामेरा मनु भचा कमे वेट टाइम हालका मनु यको डु मरु होला मको थर इभेन्ट चाहिँ मनु यको टिभा फुला वे माउ चाहिँ यो गुमगे जान दैछ नि आज्या मिदेना वे माल एजान कमजोर जी खत अखना चिन चिकुल थे त बोनी चिसो थियो हैन त्यही त विन्टरमा मान्छेहरु यहाँको विन्टर फेरि एक्सट्रिम छ नि त मान्छेहरु निस्किन खोज्दैन के गार्डिने के त्यो बिरामीहरु भयो भने गार्डिने हालको त्यस्तो छ थन्टंग वया इमसा इभेन या वो न छ रमाइले रे मलाई तर जाइपिन द एप्रिसिएसन चाहिँ दिनु के भन्दा अरे इजी सजिलोले प्रोग्राम राख्ने म हुन्छ गुले टाइम इफोर्ट लगाया मानिस धेरै छ नि होला खाने अनि तिमीलाई चाहिँ कस्तो फिल भइराछ मम्मी जान लाग्नु भएकोमा चाहिँ ओहो अलरेडी त्यो प्री एन्जाइटी भएछ त्यसै सबैलाई हुन त सबैजनाले त्यस्तै भन्छ मम्मीहरू आइसकेपछि जाँदाखेरि त हात खुट्टा दुइटै भाँचिन्छ भाँचेको जस्तै हुन्छ अनि त्यसपछि 1-1.5 महिना चाहिँ अलिकति टाइम लाग्छ त्यसपछि ब्याक टु नर्मल हुन्छ भनेर भन्छ हेरौँ अब लेट्स सी वनला मास्टी म मस्त टोटा मचा टोटाला मस्त सुना मचाइ माइले गेजी त प्यारो हुन्छ भन्छ नि निले एक्सप्रेसन उयो मिटेयो गेनाटबाट पनि हो त्यही आए यो जिरुङलो भाबुको जिरुङलो एकदमै मनै खबिया बोलेको म चाहिँ खाससँग गेनाटबाट पनि हो गेही हो गेना थ्याङ्क यू मचा हेरे त्यो चाइल्ड केयरमा राख्ने चाहिँ अलिकति अब कस्तो थयो म चाहिँ त आछे टाइम दामी नका ठेना सोया यान्सनो अनि बांग याइला महिला तर आटे भकासिनलाई याइला मको जी अठे सोच जियो गा छियो माया अपोजि नेपाली मन नेपाली देला न टोटे एक मिनेट टोट मजुनी मस्त एकजका खोलके तुरन्त ब्याउन खाउने बानी निस देश अनुसार चले जुए मला मुला पनि माधर पनि मला अब न 6 महिना नेपाली चुना समय नगे है वही मास्ती चाहिँ वनिका मस्ते लागि चाहिँ वेद चाहिँ रेडी दुकाए रेडी नेपाली जबला मर्थे हैन जबला जिया टोटल हेर्न नेपाली बना चाहिँ अठै रिल्याक्स अठै रिल्याक्स फर्स्ट टाइम त्यसरी
बस्न लागेको अब कस्तो हुन्छ नापला न्याबले स्कुल स्कुल हुने सनुया बिरा म चाहिँ स्कुल हुने स्कुल भ्याउने तर छौ हिसाबमा थै लागिन भटिजा टाइमलाई मानिस त्यही नै अब वे सोचे याउ का जे हुन्छ अब फ्री टाइम थै लागि सोचे याउ न छौ भटिजा टाइम दुसान मलाई मम्मीको त अझै 2-3 इयर्स बाँकी थियो तर अब यता तनवेमा पढ्ने भएको भएर बिदा मिले म 3 महिना तक हामीले बिरघटा हो का आना सरकारी जब जुल 3 महिना लिपा आना थम्स एमा ठौंगरे नापने मको रजिस्टरको हाजिरी बाले नयाँ नानो हाजिरी केनी मार्नु हाजिरी केनी तीन महिना भन्दा बेसी गर्दाखेरि हुँदा पनि भएन नि त्यो पनि हो अब एउटा स्टुडेन्टहरूलाई पढाउनु पर्ने त्यही पढाइको जस्तो चिजमा मिले मसिया जब स्या मस्त तर मगला एमो स्वास्थ्य तर मगला अल्लाह गाले मस्ते लागि जितको त्यागेन होया डिजाइन गरेर आउनु भयो जौरा 2-3 वर्ष सको यहाँ लेभल अठे जी गुली वर्ष हो जी हो नेपाली 20 वर्ष एदमा हो आन्टी एज 60 वर्षले रिटायर है नेपालीपट्टि पोलिटिक्स होले मेबी चाहिँ 60 वर्षले रिटायर जी हो अहिले नेताजु पे चाहिँ अनि 85 वर्ष तक न चले वेला आन्दोलन वेला अच्छा म वे कर्मचारी चाहिँ नि 60 वर्ष रिटायरमेन्ट या हो अहिले नेता चाहिँ 80 वर्ष न खुसी सम्हालेन देश चाहिँ चले आफू जिजाब मत से आहा बंक्यो अनि आउन ज्यादा नि सा वो ज्यादा या खै म रिटायर भी मिले मजु खन्छ पहिला विचार पुर्या मानिस पहिल्यैदेखि त्यो रुल एन्ड रेगुलेसन एउटा यो है भनेर भन्यो भने त्यही अनुसारको फलो गर्छ नि त अब रुल रेगुलेसन पनि जे मलाई त्यही जस्तो मलाई त्यस्तै चेन्ज अनि मान्छे पनि त्यो तर पहिलाको टाइममा चाहिँ सायद 60 इयर्समा चाहिँ एकदमै एजेड जस्तो हुन्थ्यो जस्तो लाग्छ कि मलाई अहिलेको जेनेरेसनमा अहिलेको टाइममा चाहिँ 60 इयर्स चाहिँ भेरी नर्मल जस्तो लाग्छ कि मान्छेले अझै पनि गर्न सक्छ कि हो नि जस्तो मेरो नेक्स्ट डोरमा होइन ठन्ना पचनीमा 75 वर्ष छ मजा साइकल चढेन हुन्छ नि एक्सर्साइज या त अहिले हरेक 3-3 महिना टुर आइछु कन्ट्री डिफ्रेन्ट कन्ट्री भनेछु ए जुलगा नभा छेजको जुल मिस्त प्याउनी मकटा छे पिने वातावरण सुन मसिल घुलमिल न मजुल हजुर आला नभला नेट नम्बरु मोबाइल मरु फोन मरु वेल नापाइसेन वेल आई जेनेरेसन पिन्छ चाहिँ मचानो 60 हाउस इट्स भेरी नर्मल एज इन थे छु अपासको रिटायर्ड जिमा एज थे चाहिँ मचो वो अनुसार हेल्थ्यो बारे न डकोसियाउल मन्ते समले एक्सर्साइजमा नेउन टाइम अनुसार ठोटो नेमारगा आसियाउल स्किन केयर भयो केयर या जोली टाइम अनुसार डको केयर जोली आबरी चाहिँ एक्टिभ जोथे चंगा वेरे ला 60 वर्ष धाउ चाहिँ उली रिटायर्ड जिमा एज चाहिँ मथे छ नापला छमेसियानको कमाया युजुल मगला छे मिस्तला डको छे युजुल आला आन्टी गुली वर्ष त ज्यानो जिया अन स्कुल चाहिँ स्कुल न तले 17 18 वर्ष दिनल दिपा ख जागिन यो ए नापा जिन छे ह इबि जिजिर गन्ध गादला ए इबे तरी जिंगाति नि यार न ए जाना अब चाहिँ एक्टिभ जोरे जगा मिस्त मिस्त छे जन मजो प्यावेमा मसल मजो छिसोको जन मजोरगा हरेका टोलटोले मिसा पुचरा वेला प्रोग्राम त नयो त देखला मगला क्लब त देखला अहिले वराना हरेक कार्यक्रममे सहभागी या त मिस्ते त हरेक तालिम त न बिउडु एजान मिस्तन एक्टिभ जुल ए खका छि छे जन मजो खका छि न प्यावेमा छिनै जायामा छौ सिपसिकेमा थयला टुटी बल्ला सा थयमेसा पसिना कमिया नहोजा थयते देखने के झिमिसन तेगे जाइने फनेमाली मको तयो अयो ढार्न न ज्यान आफुले चाहिँ एक्टिभ जुथे जगा मिस्त ख एकदमै ख होला जिनमा नाबला मिस्ते त एकदमै दबाइन त जुने प्याउने मजो आखा बउने मजो जिबी स्यान नाबे पिनला जो एजेले गुली आखा बन मट पिन्दो तर मा बान आखा बन त्या उले शिक्षा बिया जे ठाउँ टक थन्जन मस्ते त शिक्षा दिछा बियान जे ठाउँ ठन टक थ्याङ्क त ओछौ चाहिँ एकदमै मा बायो न एकदमै द गर्व जोगा नियो आखा बन्यो सेका त्या जे मस्ते त न जे उले शिक्षा बिए परे थासे चाहिँ नि छोय त याद त ओछौ चाहिँ एकदमै जी तर बोन्टाउला एकदमै फरक परे जे एकदमै भन्ने बेला अब भन्ने नभन्ने मात्रै हो तर डिफरेन्शिएट गर्नु चाहिँ सकिन्छ डेफिनेटली एकदम एजुकेटेड फ्यामिलीबाट आएको अथवा अपब्रिङिङ भएको र नभएको चाहिँ
फरक चाहिँ छन् चाहिँ छ एकदमै हुन्छ यहाँ ठाउँमा आखजको सयाना मगा ठाउँको एक्स्ट्रा एक्टिभिटिज न मा मस्ते आखजको बन्ट बिना यो दुने यो डुबिन छुए प्यामो पिछे जुन चम्बी दुने आदो जिमो ये जे पिए गोली अफिस म यासे छे जुन चम्बी न दुने बन जगह दयाना म शिक्षा जगह दयाना म अनुभवमा मलाई सिपमा अनुभवमा एकदम अल जगह झि यहाँ हुने पै थ सिउ टाउन पनि पै या पै सेके पै बि पै आन्टी नाप्ला ना चाहिँ एकदम खुसी लाग्यो जो एकदमै खुसी लाग्यो जो झिनेबाट मलाई अस्ट्रेलिया गया न नेपाल त यो कुन नाप्ला नेपाल त पासमी मलाई आज थन ठहरे हे झि पास भाइ मलाई मन मिले जुल के ठगा जी या रगटियो नाटा जक नाटा राइमगो मन मिले जुल कि मलाई पास मिले जुल कि ओए ख झि नाटा अथे झि बाला सोचायामा थमेसा बाला सोचाया छ थै त बालाई धाइ त्यो चाहिँ एकदमै त्यसमा चाहिँ जसले जसै भने उहाँ ल आफूले राम्रो गर्यो भने आफूलाई राम्रो हुन्छ त्यो मलाई माबारसँग अठे धाइ संस्कार माला न्याउसा माला झे सैन गन नि मको गुली सहित थैते बालाई ख दकेस्ते याफेमा पेशेन्स अनि एकदमै त्यो यामा छैर बस्न सक्ने फुचा यामा हरगा माबान इद संस्कार बेठको वे संस्कार जी मस्ते त न फलयाना मस्ते स न फलयाना पास भाइ न प मिले जा चुनचुन एकदमै खुसी लाग्यो जो हैन म चाहिँ हैन अरूले गर्दैन त हामी किन गर्ने हैन एकचोटी आफूले गर्यो हैन आफूले गरेपछि त्यो रिटर्न ब्याक उले पनि त्यसो सोच्दैन भयो अब छोड्दिम न भनेर हैन हैन भयो नि एकदमै मिले मिले म के मिलेन भनेर तिमीले गर न भनेर भन्यो चितै अझ मनेले लाग्यो जी जसलाई के पर्यो के गर्न पर्यो भनेर भन्यो नि दौडिहाल्छ ठुलो कुरा हो सबैले गर्न सक्छ भने पनि हुँदैन कि गुली चाहिँ या सोचे या नि या फैमा खोज्छु गुली मन्टे मनन चाहिँ बिमा भने छु या वही रे टरुन चीज खाने छु गुली लागि दन लाग्यो जुला हे थैटम या थमिसानको शेयर तर परियाजल के तावल के जिन नाइ राम बफगान एकदमै कसै स्पेशली चाहिँ हस्पिटलाइज भएको बेलामा कोही बस्ने मान्छे छैन भने पनि म आइदिन्छु म गरिदिन्छु भनेर गइसक्या हुन्छ नेपालमा स्कुलबाट मिलेना सा जिद्याउने कतिजना आफन्त दिनबहिनी यताउति जसलाई पनि त्यो भने धेरै राम्रो हो नि त रिटर्न आउँछ कि कुनै न कुनै टाइममा आउँछ जी आडको यस्तो बाला यन्तैला बाला करगाला भगवान त्यसले जिला या मुफु मगला खै त बाला उठे सोचे जी का मस्त थासेला त मस्ते सन्तान त मगला तरौँ खुसी खखने मलाई सन्तान गऱ्यो होला एकदमै खुसी लागेको टाइमे त एकदमै खुसी लागेको टाइमे मस्ते वा ज्याख याना बिद त मला वयला दको पुण्य ताबलका हुन्छ नपा यान त यो पुण्यला खने झिटो जन्मे बालायो आ छिसा आ जन्मे यान पुण्य झिली भाइ त ल खने कति जन्म भइसकेपछि मान्छे जन्म हुन्छ भन्छ नि त त्यही त त्यो चाहिँ कसरी बिलिभ गर्ने कि नगर्ने भन्ने कुरा हो कि मलाई चाहिँ त्यो पनि हो हुन त तर अब जुन अब हामीलाई स्टोरिज अथवा ग्रन्थ यताउतिको अब जे सुनेर आयो त्यही भरमा भनौँ न अनि एकचोटि अब मान्छे कति पछि अब मान्छे जन्म हुन्छ भन्छ त्यो जन्मेको बेलामा चाहिँ आफूले केही राम्रो चाहिँ गर्नुपर्छ एउटा पर्पस चाहिँ हुनुपर्छ जस्तो त्यो चाहिँ हुन्छ आन्टी लिपा नाप्लाका आइ त सुबा वन याजको हानच गर्नु खला भनेका मजुला ओया मिले मजुसा ला मिले मजुसा खला होला खाउसियो अनुभव तया मिले मजुसा क्षमा प्रार्थी जन्म द क्षमा प्रार्थी या भने आन्टी न क्षमा प्रार्थी या माला का वन याजको हान नाप्ला न खला भनेका चाहिँ नि आइ त उलेका थ्यांक यू